अद्य काशीगोत्रस्य दिव्यं योगीश्वरः वधु योगीश्वर प्राप्तं विवाह पूर्व ओम कलात्मने जन्मनारायण श्रीमनारायण नमः ओम बड़ीमंडलाय देव्यो नमो नमः ओम सूर्याय देव्यो नमः चंद्रमंडलाय देव्यो नमो नमः ओम चंद्रमंडलाय देव्यो नमो गरिएको छ स्वास्थ्यको लागि बहिनीले ख्याल गर्नु बहिनी पानी सानी केही खानु पर्छ दही पानी खानु तस्बिर अब हजुर यसो यहाँ बत्ती पूजा गर्नु पर्यो हजुरले पूजा गरिदिनुहोस् नानी कहीँ बसिरहेको छ हजुरले यसो चाहिँ बत्तीको त्यहाँ पूजा गर्ने बत्तीको पर्यो ओम देवी नमः सुधाय तस्मै नानीले फुलपाती लिएर यसो हात जोड्ने फुल लिएर यसो बुहारी उता पूजा गर्नु भन्छ जल सरले यो जल उता राख्नुहोस् त्यो जल यसो त्यहाँ यहाँ छर्किनु अगाडि पहिला यसो जल छर्किने पूजा गर्नु उता जल छर्किने ल भयो यसो आह्वान गर्नु बत्तीलाई ओम नमो स्तोत्रने सहस्रमूर्तय नमो स्तोत्रने सहस्रमूर्तय सहस्रवे अगाडि त्यहाँ टपरीमा जे चिज पनि टपरीमा चढाउने अब हजुरले त्यहाँ जौतिर छ त्यहाँ पूजा गर्ने बत्तीलाई यसो बुवाको आँट त्यहाँ फोटो खिच्दा राम्रो हुन्छ है हो यो चढाउने टपरीमा ओम सर्वदेव नमः कार्य नमो नमो तमङ देवी नमो सधैँ अर्घ चढाउने अर्घ दिनुहोस् त हजुर त्यो अर्घ दिनुहोस् अर्घको भाँडै दिनुहोस् ओम अर्घम समर्पयामि अर्घम समर्पयामि देवी नमः गरियो जाने सुपारी अब यको पठितम समर्पयामि वस्त्र ल सर हजुरले यसो वस्त्र चढाइदिनुहोस् यो रातो वस्त्र यसो त्यहाँ लगाइदिनुहोस् वस्त्र यसो लगाइदिनुहोस् अनि उता कलशमा यसो बेरिदिनुहोस् तसलामा पञ्चामृतमा यसो त्यहाँ छर्किने बत्तीमा पञ्चामृतम समर्पयामि ल भयो एकैचोटि छर्के हुन्छ धेरै दिन छर्किनु पर्दैन र त्यही राख्नुसम्म अब त्यहाँ सबै पूजाहरू त्यही राख्नुहोस् त्यो पञ्चामृत तल भएन है ल फुलपाती लिएर हातको दिउ प्रार्थना गर्नुहोस् फुलपाती लिएर हात जोड्नुहोस् ओम भो दीपम तम वरुण मन्दकारणिमाग्रभः इमामय गीतां पूजां गिरिणां परमेश्वर भक्त्यां दीपं प्रयच्छामि दीपाकं वरमन्त्रे त्रायिमां निरतमे दीपज्योति नमस्ते शुभम छोरीले भने शुभम भवन्तु कल्याणम आरोग्यम सुख सम्पदः सर्वशत्रु विनाशाय दीपज्योति नमस्ते यो मेरो कार्यक्रम सफल होस् भनेर मामालाई चाहिँ आशीर्वाद दीपनारायण फुल लाग्छ ओम दीपनारायण देव्यो नमो शिवाय देव्यो नमो अब जौतिर छ त्यहाँ पुजारी कलशको ओम सदपति चन्दनम गर्दै बसेर मनुले अब अर्घ चढाउनु अर्घ त्यो दुबोले छर्किन्छ दुबोले त्यहाँ दुबो राखेको कारण त्यही हो त्यसो छर्किने ओम अर्घम अष्टद्रव्य सपदे अर्घम गणम देवस वतन भयङ्करम वस्त्र चढाउनु वस्त्र उता चढाइदिनु छोइदिनु वस्त्र भनेको धरा छोइदिनु मजा छ अति हो परमामी ओम भेजिम समर्पयामि देवी नमस्ते गुरुराता मसे भेटमे देवी नमस्ते ओम देवी नमस्ते देव्यो नमो नमः ल अब फुलपाती लिएर हात जोड्ने अब कलशको प्रार्थना ओम कलशस्य मुखी देवी सबै अङ्गिसम सहित सबै कलशन्तु समाश्रित भनेर त्यहाँ राखिदिनुहोस् अब अलिक उतापट्टि गणेश भगवान अहिले सुस्ती वाचन गर्छ अब गणेशको पूजा गर्ने ल
पहिला त्यहाँ जल छर्किनुहोस् जल ओम श्री गणाधिपति पूजन ओम अर्घ्यदेवेनु गौरी प्रिय नमस्ते पद्यम भक्त्यम पाद्यम एकदा सर्वसिद्धि परो भव पर्दुर भव अब अर्घ चढाउने अर्घ चढाउने डुबोले यसो छर्किने ओम गृणामय तथा सर्वसिद्धि परो भव पञ्चमी चढाउने पञ्चामृत ओम पञ्चामृत मिश्रबाट प्रियता गणनायक प्रियता गणनायक रातो वस्त्र चढाउने रातो रक्त वस्त्र समर्पयामि लगाएर यसो लागिदिने ओम रक्त वस्त्र समर्पयामि रक्त वस्त्र समर्पयामि देवी नमस्ते चन्दन अब 21 लड्डुहरू के ल्याइएको छ लड्डुहरू एउटा लड्डु ल्याएर चढाइदिनुहोस् अनि एउटा सिङ्गो फल चढाइदिनु हजुर केरा फलफुल पनि कुरोले आफैले यसो व्यवस्था पहिला हातमा लिइराख्ने छोरी ओम रचेर गणाधिपति नमो नमः गणाधिपति नमो नमः गजानन भगवान को जय ओम देवी नमस्ते तस्मै श्री गुरुवे देव्यो नमो नमः ल फुलपातीले हात जोड्नु त फुलपातीले हात जोड्ने ओम द्वैती बुद्धानि आदित्य बसव विश्वदेव समुद्रिका साइजाम पुरुषदेव सब फलफुलहरू पनि लानुहोस् नानी फलफुलको अलिक कमी भयो है अब यस्ता कुरामा साइजाम पुरुषदेव छ पसर्मो भव सर्वदा भनेर त्यहाँ राख्ने पसर्मो भव सर्वदा देवी नमः सुनाय तस्मै श्री गुरुवे देव्यो नमो नमः यज्ञ पवित्रम ल चढाउनु हजुर यहाँ गणेश सुपारी यज्ञ पवित्रम समर्पयामि पाके भद्रम समर्पयामि देवी पाके भद्रम समर्पयामि लयार पाके भद्रम समर्पयामि ओम देवे नमः सुनाय तस्मै श्री गुरुवे देव्यो नमो नमः आदित्यं वसव रुद्र विष्णु समुद्रिका भद्रपदे साइनाम पुरुषदेव छ प्रसन्नो भव सर्वदा लत्या राख्नुहोस् प्रसन्नो भव सर्वदा देवी नमः सुनाय तस्मै अब यो हाम्रो 4 दिनको पूजा भयो अब यी हाम्रा लिङ्गाहरू यी हाम्रा 10 गजा 10 दिक्पालहरू सम्झिनु पर्छ हजुरले वरिपरि यसो जग्ती लक्षदार छर्किने बसेर है यो हाम्रो 10 दिक्पाल एउटा अङ्गुर केही छ सानो फल सबैभन्दा सानो हजुरले त 14 मा राखिनु पर्यो हजुर यसो फालिदिनु पर्यो तिम्रो साथी आज सानो छ फुल अलि हाल्नु न हजुर यहाँ फुल सर्ट हो त्यो सबै जानु चुनाएर अनि माथि हाल्नुहोस् त्यो भगवान्को छारीलाई पूजा गर्नु पर्छ हो ल त्यो माथि पर्नु पर्यो है यहाँ तल पर्नु भएन नि माथि फाल्नु सक्नुहुन्छ नि ल जता माथि राखिदिनुहोस् कि हजुरलाई अप्ठ्यारो हुन्छ भने मैले राखिदिन्छु सक्नुहुन्छ अब सक्नु नानी छोड्नलाई ल यहाँ हजुरको सबैजना सगुन स्वरूप सुपारी हो अब हजुरको चाहिँ गेडागुडीहरू के ल्याउनु पर्छ यहाँ के छ ल हजुरहरूले यसो गुठीलाई सम्झिनुहोस् त्यहाँ पूजा गर्नु सक्छ जल्दी नथल्ने पूजा ओम ब्रह्मणे देवाय ओम ग्राम देवाय ओम ग्राम देवाय नमः ओम अर्घा देवी नमः ओम सदा देवी नमः ओम आवादी शब्द मनुष्य दब्रे नमः लति गुटी भागलाई सुनाउनु सक्छ हजुरले उठाउनु त्यहाँ सुनि हरि ओम वीरवरा एकदश रुद्रवे देवी नमः वीराय नमः वन्दे वसुसत वसुसत नमः ओम ध्रुवदुष्ट वसुत देवी नमः राधा वसुत देवी नमः अनन्त देवी नमः देवता नमः ओम गुठी देवता देवी नमः ग्राम देव आफ्ना गाउँका मठ मन्दिर सम्झिनु है हजुरले आफ्ना गाउँका हजुरले आफ्ना गाउँका मठ मन्दिर स्थानीय देवताहरूलाई सम्झिनुहोस् आफ्नो इष्ट देवतालाई सम्झिने छोरी आफ्नो इष्ट देवताहरू थाहा छ आफूलाई सबैजना भगवान आफूलाई सबैजना मनपर्ने भगवान तपाईँको दुःख गाह्रो आपतमा कुन भगवानलाई सम्झिनुहुन्छ तिनी भगवानलाई इष्ट देवता भनिन्छ है आफ्नो इष्ट देवतालाई सम्झिने ओम इष्ट देवता देवी नमः ओम ग्राम देवाय नमः कुल देवता देवी नमः ओम अर्घा देवी नमः सर्वै दिव्यो नमो नमः भनेर हजुरहरूले गुठीका देवतालाई हेर्छ भने सोच्नु अलग राखेर आउनुहोस् हजुरहरू नेपाल जाँदाखेरि यो जुन धरा जनै सुपारी र धरा छ नि अरू यो केरासाना लाने कुरो भएन यसलाई हजुरले बेलुका आफूले सेवन गर्नुहोस् र नेपाल जाँदाखेरि यो धरा र जनै सुपारी चाहिँ गुठी मन्दिरमा लगेर चढाइदिनुहोस् नानीलाई विवाहको एउटा चाहिँ आज हजुरले कन्यादान दिँदै हुनुहुन्छ कन्यादान दिनुको एउटा शुभ कर्म हो ठुलो कर्म हो यो कर्म गरे बापत हजुरले गुठी भगवानमा चाहिँ उहाँ दक्षिणा भेटी राखेर उहाँ गुठी देवतालाई चढाइदिनु है यो हजुरहरू नेपाल जाँदाखेरि लिएर जानु नबिर्सिने है बुवा र मम्मीलाई पठाउने अहिले हजुरहरूले पूजा जग्गामा राख्नुहोस्
पूजाको थानमा राखेर आउनुहोस् र मम्मीलाई दिनुहोस् म्याडम हजुरले चाहिँ उता राखेर आउनुहोस् त्यो बुझ्नु भयो नि यो यहाँ छोड्नु पनि हुँदैन अन्त पनि हुँदैन आफ्नो बुढिया भगवान्लाई अर्का छोइछाइ पनि गर्न हुँदैन संहिता राजाहरूले हुन्छ पाल्नुपर्छ चोखो बाँड्नु त्यो कर्म जसले हजुर उता संहिता हो जन्त्र ओम देवशान्ति समशान्ति अन्तरिक्ष मुख शान्ति पृथ्वी शान्ति ओम ब्रह्म शान्ति दिव्य नमः सदा यो अग्निकुण्डको वरिपरि हजुरले त्यहाँ पूजा गर्नुहोस् तारा देवा देव गुणज विदु देवी नमः सदा ओम तस्मै श्री गुरुवे दिव्य नमः ओम भ्रमणे दिव्य नमः सुदाय भ्रमणे दिव्य नमः सुदाय दिव्य नमः सदा र त्यो अग्निलाई त्यहाँ राख्नुहोस् जातक कर्म यसो घरबाट यसो हातबाट फु गर्नुहोस् हातबाट ओम जातक कर्म दिव्य नमः सदाय निष्कर्मण यसो पाक्यो भोजन एउटा रोटी पारा दिपा दिपा गुङ्रज विद्युत देवी नमः सदाय तस्मै श्री गुरुवे दिव्यो नमो नमः तस्मै श्री गुरुवे दिव्यो नमो नमः ओम ब्रह्मणे दिव्य नमः सदाय तस्मै श्री गुरुवे दिव्यो नमो नमः तस्मै श्री कपुर बत्ती छ फेरि सलाई इत्यादि देवी नमः सदा जल्दी गर्छ त्यहाँ छ नि ओम आम ब्रह्मणे देवी नमः सदा तस्मै श्री गुरुवे दिव्य नमः अब एक कुन्टा यहाँ भेटिराख्ने एक कुन्टा फल ल्याउनुहोस् न फल त्यो भन्छ यहाँ तस्मै सरू थाले दिव्य बसेर देवी नमः सदा अब गीत थाले नमः स्वाहा भनेर अग्निमा स्वाहा गर्नुहोस् ओम अग्नि पतिना देवी नमः सदा ओम संविधानी देवी नमः सदा संविधानी देवी नमः सदा ल भन्नुहोस् अब धर्म गर्ने है ओम सुमाय सुमाय देवी नमः स्वाहा ओम भूस्वाहा भूदेवी नमः स्वाहा भूदेवी नमः सदा ओम सरस्वती ओम देवी नमः स्वाहा ओम गणपति स्वाहा गणपति देवी नमः स्वाहा ओम गणपति ओम सूर्य ओम अग्नि ओम सूर्य सूर्य देवी नमः स्वाहा ओम सूर्य देवी ओम देवी ओम देवी स्वाहा यो जलले चाहिँ हाम्रो थर्किन्छ यो जलले चाहिँ हाम्रो भिडियो गर्नु जसले चाहिँ हाम्रो ओम देवी ओम ब्रह्मणे देवी नमः सदाय अब हजुर अब छोरी उका हजुरलाई विश्राम छोरीको सचित ओम देवी नमः सदाय अब हातको जलले नि लाने यस्तो कर्म गर्दैछु भन्नु पनि होइन पूर्व सङ्कल्प सिद्धिरस्तु अस्मत ध्यान काशी पुत्रस्य बधु योगेश्वरी त्यहाँ कमाउनु है बधु योगेश्वरी शुभ विवाह कर्पण अस्मत सचित नाडी पूजामा हम गरिसी भनेर जल सुबेर यसो याद हजुर ओम नमो देवी नमः सदा अब यसो यहाँ एउटा कलश सचित नारायण भगवतीलाई यसो कुशास्त्र यसो कुसुटुलाई या फुलको यसो त्यहाँ ओछाइदिने फुलहरू यहाँ ओछाइदिने ओम सचित नारायण देवी नमः सदा तस्मै श्री गुरुवे दिव्यो नमो नमः अब चाहिँ त्यहाँ चाहिँ सचित रानीलाई त्यहाँ भगवतीमा त्यहाँ राख्यो होइन पूर्वमा ओम कौशल्य देवी नमो नमः सचित आद्यम पाद्यम अर्घ चढाउने अर्घ पञ्चामृत चढाउने पञ्चामृतम समर्पामि नानीलाई यसो हेल्प गर्नलाई एकजना यहाँ बस्नु न नानी त्यही बसिरहेको भोसिदी यदि व्रतमा पञ्चामृत चढाउने नानी पञ्चामृतम समर्पामि अक्षतम समर्पामि र भेटी चढाउने पैसा चढाउने भेटी चढाउने फलफुल चढाउने यसो सौभाग्यको वस्त्र चाहिँ त्यहाँ चढाउने सूर्यदेवी भेनु मनमा सूर्यदेवी भेनु नमः सचित राणी पश्चिम देवी नमः सदा पश्चिम सौभाग्य वस्त्र आयो पाण्डवारम तथा सत्यपतिता पायो यसो देखाएर
यो निकाल्नुहोस् त बाहर सोधे इन्द्र सर्वाह ओमा देव शान्ति सबै शान्ति अन्तरिक्ष मूल शान्ति पृथ्वी शान्ति ब्रह्म शान्ति सबै शान्ति अन्तरिक्षको देव्यो नम सोधाय हात सती रानीले भगवतीलाई शान्ति राखेर आज मैले स्वयंवरको वरमाला ग्रहण गर्दैछु र मेरा पति परमेश्वरलाई मैले लगाइदिँदैछु भनेर भन्यो हो कि ओम भाग्यो दैवम पुष्पदले ओम देवेन्द्राणी रमदेवले विवाहम Sorry, Dave. Nanu, यताबाट
ल बाबु तिमी बाबुले चाहिँ यसो दुलोलाई टिका लाग्यो टिका लाग्यो बाबुलाई पति परमेश्वर भगवान् भनेर चाहिँ यसो टिका लाग्यो तबला सन्जोग परमेश्वर मङ्गलाय तनु हरे ल भयो अब बन्द छाता पछाडि फालेका त्यही भएर एउटा अड्क्यो क्या ल यहाँ पछिको एकजना यता बस्नु पर्यो यता बस्नु पर्यो अगाडि ढाक्नु पर्यो है हजुर होइन बाबु यसो हात लिनु पर्यो हरे महादेव पूर्वाङ्ग देवी नमस्ते तस्मै श्री गुरुवे दिभ्यो नमो नमः ल त्यहाँ राखिनु भयो होइन अब त्यहाँ ल त्यहाँ यसो त्यहाँ पूजा हुन्छ
ओम हिरण्यगर्भस्य देवी नमस्तुते तस्मै श्री ह्रीं देवी नमस्तुते अब त्यो अर्ग्यानिक छाउनुहोस् त्यसो अर्ग्यानिक यसो हो उहाँ छुवाइदिनुहोस् यसो गर्नुहोस् अनि यता छाउनुहोस् अनि शिरमा छाउनुहोस् ओम श्री पद्मने देवी नमस्तुते ओम प्रजापति देवी नमस्तुते तस्मै यसो हातमा हृदयमा नाभिमा सबैतिर छाउनुहोस् अनि घुँडामा पाउमा ओम देवी नमस्ते वशिष्ठ देवी नमस्ते राख्नुहोस् हजुरले जुत्ता खानु पायो त्यो हजुर प्रदक्षिणापतिपति सर्व लक्षणं प्रजापति सूर्यं मेधमै देवी नमस्ते ओम अर्चम परिप्रेतम अर्चम परिप्रेतम देवी नम हजुरले त आउनुहोस् अब यता यो हातमा आउनु है ओम अर्चम देवी नमस्ते अर्चम देवी नमस्ते अब जोइन दक्षिणा दिने दक्षिणा पैसा दिने अब दर्शन त्यहाँ नभए फुल पालिदिनुहोस् ओम देवी नमस्ते ल अब बाबुले पनि यसो सत्र बार मन्त्र छ बोला सन्तु बुढा सन्तु मन्त्र शत्रुराम दिना सस्तु मित्र अब भयस तवा यसो फुल स्टिलमा राखिदिने सासु मम भयस तवा हाम्रो बरणी कर्म सक्यो है यसरी हजुरले बरणी गर्नु होइन हाल्नु न यस्तो कन्जुस यसमा कन्जुसै गर्ने होइन कि हजुर मैले पाउने मजाले हाल्नुहोस् नेपाली हाले पनि हाल्नुहोस् दुलादुलेलाई त्यसो त्यहाँ पूजा गर्ने नगर्ने गाँठोमा दुइटै पूजा गर्ने ओम मंत्र सर्वला सदु गुणा सदु मंत्र सदुना बुद्धिना सदु मित्र राम वस्तुभः तस्मै श्री गुरुवे नमो नमः दही हालिन्छ भगवान हाल्नुहोस् त्यही हाल्छु सधैँ सुख माइती बस्तीले के कोही टिका लाउनु हुन्छ भने त्यही भन्नुहोस् है धन्यवाद ए ल अनि अर्को फुल आउँछ फुल अझै फुल छ यहाँ अनि हजुरले यो चाहिँ बुढीमा समात्नु हजुरले यसरी समात्ने बुढीमा समात्ने अनि यो जल चुहेर ज्वाइँको हातमा पर्नु पऱ्यो अनि यो जल फेरि त्यहाँ झर्न पऱ्यो है हरिमन देवी नमः सदा यहाँ ल अब सुरु गर्नुहोस् ओम श्री महागणाधिपति देवी नमः हरिमन श्री श्री पदमा रागी अस्मत 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 ध्यान अस्मत ध्यान अस्मत सर्वदेवं अस्मत प्रमितमः देवी प्रसाद देवी पौत्र पौत्राय देवं अस्मत ध्यान पिता वेद प्रसाद नमः माता यशोदा देव्यं अस्मत क्षेत्र देव्यं अस्मत गोत्र उत्पन्न पुत्रस्य पिता कोमल प्रसाद कोमलः शर्मा माता जय जय भानु पुत्रस्य पिता वेद प्रसाद माता यशोदा देव्यं मनु अन्य शत्रुत कन्यादानं फलपराति पूर्वकरणेन परिणमः अर्षं कन्यादानं हरिओम स्वस्ति प्रतिपतन स्वस्ति प्रतिपतन प्रेरण गरन्तु ओम तत्व वरम ओम तत्व स्वस्ति प्रतिपतन स्वस्ति प्रजायते कन्याम प्रतिक्रियान्ति बाबुले अब गर दुलैको बुढीमुला हजुरले ज्वाइँको हातमा दिनु पर्यो बाबुले समात्नु पर्यो दुलैको बुढीमुला स्वस्ति भन्नु पर्यो बाबुले ओम स्वस्ति प्रजायते स्वस्ति प्रजायते अनि बुढीमुला समाते है दुलैको अब हजुरले हात छोड्नुहोस् उहाँलाई दिनुभयो अब हजुरले चाहिँ यसो चाहिँ कन्यादान दिने व्यक्तिले यसो हातमा फुलपातीले यसो नमस्कार गर्ने गौरी बाबुले समातिराख्ने आजदेखिबाट हामीले मेरी छोरीलाई तपाईँको जिम्मामा हामीले समर्पण गरेका छौँ तपाईँले जसरी हामीले चाहिँ छोरीलाई हामीले एउटा माया स्नेहमा पारेर त्यस्तै गरी अझ राम्रोसँग पालिदिनु होला भनेर भन्ने हो कहिले पनि मेरी छोरीलाई गाली नगर्नुहोला विशालले कानमा के लाएर आएको छैन अब चाहिँ यसो हात दिने सासुलाई यसो खोलिदिने बाबु सिजो बाबुले छोरीलाई तपाईँकै राम्रो हुँदै जान्छ
छिटो 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 हल्ला चाहिएर हल्ला ओम अध्यादि 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 अस्मत अध्यादि अध्यादि अस्मत अध्यादि अस्मत नानीले छोड्नु ओम दुलाले पनि छुनु पर्यो त कपडालाई ओम अध्यादि अध्यादि अस्मत दिव्य नसदय दिव्य नसदय भाद्र भाद्रपुत्र सेवा भाद्रपुत्र भाद्रपुत्र जमित प्रसाद यशोदा दिव्यम यशोदा दिव्यम सपरिवार गर्नु र उहाँले चाहिँ नानीलाई दिनु पर्यो स्वस्ति प्रतिवचन भन्नु पर्यो दुलेले ओम स्वस्ति प्रतिवचन भनेर चाहिँ ग्रहण गर्नु पर्यो ल बाबुले नानीलाई दिनु भाद्रपुत्र सेवा पिता वेद प्रसाद माता यशोदा दिव्यम वर मोहन कुमार शर्मणे दिव्यम अस्मत सुधि सुमव्याम देवी भूति सुधि दुलाको पेटमा स्वाहा भन्छ यसो होला आउँछ यसो बोलेका बत्ती आरतीको लागि चाहिँ देवी नमस्ते देवी देवी नमस्ते कोशल देवी हालते भाली अनि ओम देवी नमस्ते ओम मासि देवी नमस्ते देवी नमस्ते पटवदे देवी नमस्ते ओम ओम आदि ओम भिडियो सन्तुष्ट गरे ओम आदि ओम आदि देवी नमस्ते ओम प्रजापते ओम प्रजापते ओम प्रजापते देवी नमस्ते बच्चापति दिव्य दिव्य नमः ओम इति विनो ओम महासण्ड दिव्य नमः अष्ट दिव्य नमः स्वाहा अष्ट दिव्य नमः स्वाहा ओम दिव्य नमः स्वाहा ओम सुंदर दिव्य नमः स्वाहा ओम अग्नि दिव्य नमः स्वाहा ओम अग्नि दिव्य सुमय दिव्य नमः स्वाहा ओम गौरी सुंदर माधव दिव्य नमः स्वाहा ओम इंद्र दिव्य नमः स्वाहा ओम यमा दिव्य नमः स्वाहा ओम दिव्य नमः स्वाहा ओम वरुण दिव्य नमः स्वाहा अब त्यो अलि यसो एक दुईटा दाउरा हालिदिन्छ बाबु समिधा हालिदिन्छ समिधा दुईटा समिधा हालिदिन्छ है ओम वरुण दिव्य नमः स्वाहा ओम वरुण दिव्य नमः स्वाहा ओम सुरसम माधव दिव्य नमः स्वाहा ओम माधव दिव्य नमः स्वाहा ओम माधव दिव्य नमः स्वाहा ओम सिद्धपुत्र दिव्य नमः स्वाहा ओम ओम बृहस्पति दिव्य नमः स्वाहा ओम दिव्य नमः स्वाहा ओम दिव्य नमः स्वाहा ओम सर्वे में दिव्य नमः स्वाहा ओम सर्वे दिव्य नमः स्वाहा सर्वे दिव्य नमः स्वाहा तस्मै श्री गुरुवे दिव्य नमः भगवती दिव्य नमः स्वाहा बाबु उठ्ने छ आफ्नो प्रश्न बसाउँदा ओम दिव्य दिव्य नमः स्वाहा बाबुले नानी यसो उठ्नु पर्यो उठेर लाभा अब लाभा मैले चाहिँ ल यसो उठ यसो एकचोटि घुम्ने घुम्यो नानीलाई अगाडि लगाउने है प्रदक्षिणा पदे पदे प्रदक्षिणा पदे पदे ल यसो परिक्रमा गर्ने होइन यसरी दायाँ पारेर नानी अगाडि बढ्ने नानी अगाडि बाबु पछाडि है त्यो लगाउने गाँठो यसो झ्याक्याउ गर्ने समात्ने दुइटैले अगाडि पछाडि नि ल अब यानी गर्ने प्रदक्षिणा पदे पदे प्रदक्षिणा पदे पदे बाबुले यसो दाउरा हालिदिनु दुईटा यसो निम्न भयो है ओम तम महातस्मै देवी नमस्ते ओम यानी प्रदक्षिणा पदे पदे प्रदक्षिणा पदे पदे प्रदक्षिणा पदे पदे ओम देशे देवी नमस्ते बुवालाई बोलाउनुहोस् त दुलेका बुवालाई बोलाउनुहोस् त नानी अगाडि बढ्ने अगाडि तपाईँ अगाडि बस्ने होइन उठ्ने तपाईँ तपाईँले यसो यसरी गर्ने कभर तपाईँले हात यसो गर्ने ल बुवा हजुर हजुर यहाँ छोरीलाई यसो चौधरी मिनट लाभा आउनु पर्यो त हजुर तपाईँ कसरी खोकी लाग्यो ल बुवा हजुर आउनुहोस् नानी हात थाप्ने यो थालै समात्ने अलिक आउनुहोस् बाबुले यो हात यहाँ समात्ने उतापट्टि हात यहाँ हजुरले होइन हजुरले आउनुहोस् हजुरले नानीको हातमा हात दिनु सकिँदैन
थोरै है त्यो भन्दै मैले मन्त्र वाचन गर्छु ओम महादेवी देवेन्द्र अश्विनी कुमार देवी समसुधा इदम मग्न देवी नमः स्वाहा नानी स्वाहा गर्ने हजुरले हात हो नानी अघि हाल्ने अलि नानी अलि राम्रोसँग ठ्याक्कै अग्निमा बाह्र गरौँ कि एकछिन गरौँ है पनि स्वाहा भनेपछि अन्त होइन ओम वसुदेव महदुजे सर्वदेव नमः अनिरुद्ध देवी मङ्गलम देवी नमः स्वाहा फेरि दिनुहोस् ओम अग्नि देवी किरण देवी नमः स्वाहा ल अब एकचोटि घुमेर आउने घुम्नुहोस् ऊ अघि लाग्नु पर्यो नानी अघि लाग्ने हजुर भयो बसु अलि बिस्तारै है बसु देवी नमः सोदाय बसु देवी नमः सोदाय अब शिला पूजा नानी तपाईँले ऊ त्यो शिला पूजा खै हाम्रो फोटोग्राफर भाइहरू कता हुनुहुन्छ तपाईँहरू यो शिला पूजाको चाहिँ भाइ भाइको पालोले अब फोटो छ भाइहरू शिला पूजा आइरहेको छ है अब त्यो शिला त्यो ढुङ्गालाई एकैछिन 2 मिनेट पाउन ल ल त्यो थाली पनि लाउँछ बाबु त्यो थाली टिकाको थाली त्यहाँ लागिदिनुहोस् न है ओम गिरामी देवी नमस्ते सदम सतमः ओम पशुभित्र सदम देवी सदम सतमः ल अब भयो अब फेरि त थाली त्यहीँ राख्ने बाबु अब फेरि घुमेर आउने फेरि पऱ्यो यहाँ निकालिन्छ बाबा अलि बिस्तारै यहाँ निकालिन्छ बाबा दालिँदैन प्रदक्षिणा पदे प्रदक्षिणा पदे ओम प्रदक्षिणा पदे देवी नमः सदाय ओम बदि जो बजा नमः दाली देवी नमः सदाय प्रदाली देवी नमः सदाय सर्वदेवता देवी नमः सदाय ल छोड्ने निकाल्ने अब बाबुले फेरि त्यहाँ पूजा गर्ने ओम ब्रह्मणे देवी नमः सदाय दशमे समृद्धो जीवित सर्वदम सतपः अब धेरै नाम त्यसै रोक्नु पर्यो देवी नमः स्वाहा अब फेरि अब त्यस्तो शिलामा पञ्च थालीलाई उताला नि थालीलाई टेक्न पाइएन शिलालाई टेक्ने नानी है ल त्यो शिलामा छुनुहोस् ल बजा बदे देवी नमः सदा पदे दनि बजा बदे देवी नमः सदा ल निकाल्ने अब त्यहाँ पूजा नि बाबु ओम दान देवी नमः स्वाहा देवी नमः स्वाहा बजाय देवी नमः स्वाहा बजाय देवी नमः सदा बजाय देवी नमः सदा पञ्चमी चढाउने अर्घ जल चलाउने बाबु त्यहाँ त्यो अर्घ दिन्छु बाबु अर्घ उतु दही भएको भएर यता अर्को साइड ल बा होइन हुन्छ पञ्चमी चढाउनु भयो बाबु हुन्छ बाबु ल अब उठ्नुहोस् यसो नमस्कार गरिदिनु हम देवी नमः सदाय ल अब आउनुहोस् अब यता आउने अब आफ्नै ठाउँमा त्यहाँ 8 ठाउँमा त्यहाँ पैसा हाल्नु पर्छ 8वटा पर्वत 8वटा पर्वतको पूजा गर्नु पर्यो है त्यहाँ ल त्यहाँ त्यो थाली ल्याउनु भनेर बाबु त्यो थाली ल्याइदिनु त ल क्रमशः त्यहाँ 8वटा थुप्रो छ नानी त्यहाँ हेर्नु अष्ट पर्वतको पूजा है त्यहाँ 8वटा पर्वतको पूजा त्यहाँ एक रुपियाँ पैसा राख्नु त एक रुपियाँ त्यहाँ चाहिँ सिक्का पैसा छैन भने फुल राख्नु छ अब यसरी देवी नमो नमः ल अब दोस्रोलाई बुझाउने बाबु मैले भन्छु है अब दोस्रोलाई ओ महाविघ्ने पर्वता देवी नमो नमः अब तेस्रोलाई बाबु ओ हिमाचलाय देवी नमो नमः तेस्रो क्रमशः है ओ हिमाचलाय देवी नमः सदा यहाँ तस्मै बाबु पाँचौँलाई ओ रत्न स्त्री देवी सदे ओ विद्य पर्वताय देवी नमो सदा यहाँ अब छैटौँलाई बाबु ओ मरुत पर्वताय नमः मरुत पर्वताय देवी नमो नमः दशमी देवी नमो सदा तस्मै अब सातौँलाई बाबु लास्टकोलाई है अब अष्ट पर्वत ओम सर्वदा पर्वता देवी नमः सोदा देवी थाली सरस्वती देवी नमः बाइबम सिद्धि भारतका पूजा देवी नमः सोदा देवी नमः सोदा यहाँ गाउँतिर राख सप्तपदी उसमा औलीको डोबा राख्नुहोस् बाबु त्यसरी फाल्नु पर्यो नि पहिलो उठेर दाहिने उठाएर सप्तपदी त्यहाँ सातवटा यसो त्यहाँ पैदल आउँछ यसो क्रमशः टेक्दै लाने सधैँ देवी त्यहाँ सातवटा रेखा गरिएको छ त्यहाँ यसो क्रमशः टेक्दै लाने सप्तपदी अब 14औं रेखामा पाँचौँमा सूर्य नमस्ते छैटौँ रेखामा हम देवी सातौँ रेखामा सतौँ देवी नमः सोदाय ल भयो
अब यो बिनम सबै देवी नमः शुदाय प्रसाद शुदाय गर्ने ओम सरस्वती देवी नमः सरस्वती देवी नमः सरस्वती देवी नमः शुदाय देवी सर्व सतामः श्री देवी सर्व सतामः भनेर ढोका नि ल बाबु यो कालो यसो तिलक यसो ओठमा लगाउनु त यसो ओठमा लगाउने नानीहरूले पनि लगाउने यसो ओठमा लगाउने र ओम श्री फुलसुल लाग्नु नानीले पनि के फुलसुल अब ठिकै छ अब केही ग्रहण फुलहरू ग्रहण नानीले पनि गाउँदा छुने है घाँसेको सुन देवी नमः स्वाहा अब अग्निमा पाने भद्रकला देवी नमः स्वाहा ओम चण्डेश्वरी देवी ओम चण्डेश्वरी देवी नमः स्वाहा ओम सिद्धि देवी नमः स्वाहा ओम काली देवी नमः स्वाहा हरिना चलाउने ओम आकिले वर्तमान देवी नमः शुदाय ओम तस्मै श्री गुरुवे दिभ्यो नमः शुदाय अब कुल देवतालाई इष्ट देवतालाई सम्झेर चलाउने बत्तीलाई चलाउने उता गणेशलाई चढाउने बाबु गणेशलाई चढाउने अनि यता सचिन्द्राणी भगवतीलाई चढाउने ओ सचिन्द्राणी भगवतीलाई ओम मनोमे तर्मै पजमे तर्मै भूमननि पस्मै सर्वमे ओम तस्मै दिव्यै नमः शुदाय ल अब बाबु त्यहाँबाट धार नटुटाइकन हातमा लिन अलिकति मुठी लिनुहोस् माथि धरतीलाई चलायो भने आकाशलाई चलायो होइन ल मुठीमा लिने अनि त्यहाँबाट ऊ त्यो छेउमा गणेशबाट त्यहाँ सिधा धारमा लाने हरे दिव्य नमः शुदाय ल स्वस्ति नन्द सर्वः स्वस्ति नपुकासुर ददातुरः स्वस्ति न धावा पृथिवीः स्वस्ति नपुकासुर ददातुरः देवी नमः शुदाय ओम मङ्गलं भगवान् विष्णुदान देव्यो नमः शुदाय तस्मै श्री गुरुवे दिभ्यो नमः भद्राक्रतवो विश्वे देवदासो अपरि दशादे देवो नथ यथा सर्वविदो शिव अधिष्ठानो देवी नमः शुदाय ठुल्ठुलो अलिक फास्ट स्वस्ति इन्द्र सर्वः स्वस्ति देवी नमः शुदाय ल अब त्यो चाहिँ फोल्ड गरेर अब त्यो सिधै छोप्ने ल दिदी पनि हरिदिँदै त्यसलाई गर्ने ल त्यो चाहिँ दुलाको हातमा दिने ल नानीले यसो हात थाप्ने हो त्यसरी बाबु ल ल त्यो लगाउने गाँठो त्यो सिन्दुरको पोतेर सिन्दुर नानीको हातमा दिने हातमा त्यहाँ दिने त्यो माथि हो त्यो बट्टा राखिने है सौभाग्यवती बाबा ल एकछिन नानीलाई आउँछ त्यो शुभमङ्गलं मन्त्र सेवा पदावती अनुसन्धाः अब अरू श्रृङ्गारका सामानहरू के छन् भने दुलाको हातबाट मन्त्र सेवा पदावती सौभाग्यवती भएर पतिव्रता श्रीमतीको रूपमा रहनु भनेर आशीर्वाद दिनु हातमा दिनु बाबु त्यो हातमा ल नानीले अब त्यो चिज उता राख्ने साइडमा राख्ने नानी त्यो चाहिँ सुन्नुहोस् भोलि बिहान तपाईँ नुहाइ गरेर त्यो चाहिँ पखाल्नु लगाइदिनु नत्र चाहिँ यसो हातमा दिने बाबु भनेपछि नमस्कार देव्य नमो नमः आकिले नरदः वर्तमानो नागङ्गितं संस्यः हिरण्येन सविता रतिनानि देवनानि देवो यतनानि यतै भुवनानि पश्यन्नः भयो नानी चाहिँ लगाइदिनु भयो नि होइन ल पत्तै लगाइदिनु बाबु ओम पश्यन् देवी नमस्ते गणामिते सर्वे देवी नमः शुदाय ओम देवी नमः शुदाय
बाबु अब त्यो ठाउँमा उठ्ने नानीले बाबुको चाहिँ बुढीऔँलामा समातेर ल बस्नु मेरा पति श्रीमान भनेर भन्ने हटाउनु यो त कहाँ राख्ने हो त्यहाँ तपाईँको भरणीको बिर्का हो बजो छैन बाबु बाबु त्यो फुल राखेर अब पूजा खाली खाली पूजाको खाली त्यो पूजा ओम देवी देवी नमः शिवाय देवी नमः शिवाय अब हातमा जलिनु उतो कर्म जलेर गाईको पूजा समाप्ति गाईको पूजा समाप्ति श्रीमान श्रीमती पूर्व संकल्प सिद्धिरस्तु पूर्व संकल्प सिद्धिरस्तु अस्मत ध्यान गरी भारत गोत्र आजबाट भारत गोत्र भन्नु पर्यो पाइएन त्यो खै एकजना बहिनीले म्याडम त्यो बलि फालिदिनु त कालो कपडाको त्यो दिनु त कालो कपडा हो त्यो यो कालो कपडा राउन्ड गर्नु अब त्यसैले बाबु अब यो कति बाटो अब बाबु कति बाटो दुला दुलै उठेर अब यो आरती है निराजन आरती जग्गे परिक्रमा गरौँ आरती लिएर जग्गे घुमाउँ मन्त्र नाम गिरा हैन भक्ति नाम सुरेश्वर जसपितम मया देवा परिपूर्ण यहाँ आउनु भएन सचिन रानी भगवतीको माताको जय स्थापित भगवानहरूको जय घटना समस्त पितृजनको जय घटना समस्त कुलजनको जय यतिश्वरी ब्रह्माण्डको जय अब खै हालमा ल्याउँदैछ जल यसो बाहिर छोड्दै अब यदि देवी छ अब यो जल चाहिँ यो जग्गा आफूले बनाइयो अब यो दुला मान्छे अब चाहिँ अब पहिलाको शास्त्र अनुसार यति बेला देवी पुरानो खै हुँदैन देवी चुरापोते ऐनाको भन्न यसो ऐना देखाए जस्तो गरी जुलेलाई यसो तेल लगाइदिए जस्तो गरी इच्छा हो कि ढौनी इच्छा हो भने ढौनु जस्तो यसो हातमा चाहिँ उ छोड्नुहोस् छोइरहनु उहाँले चाहिँ केही दण्ड केही चाहिँ पैसा दिएपछि मात्रै तपाईँ उठ्ने बाबु सिधा भएर बस्ने यसो खुट्टा ल बाबु यसो दक्षिणा दिने नानीलाई उसलाई त्यसै चाहिँ ढोगाउनु पाइएन नि बाबु अब त हाल्नु पर्ने भएको
बाबु हुनुपर्छ होइन स्वाहा हो केशवाय नमः स्वाहा हो माधवाय नमः स्वाहा भनी अनि गोविन्दाय नमः स्वाहा भनेर हातमा हालेर जल फाल्ने हातमा हालेर भन् होइन चतुर्थी मेरो मन्त्र मेरो धर्म हजुरले मेरो धर्म मेरो संस्कार त अलिक खाने चाहिँ मेरो धर्म दुराजुले चाहिँ दुवैजना त्यो पुजारी नानी ओम दक्षिणा द्रव्यम दिव्य नमस्ते हे ओम दक्षिणा दिव्य द्रव्य दिव्य नमस्ते ल हातमा जल्लिने हातमा जलेर त्यो पुरा मात्र छुने हरिओम तसत श्री 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 भगवत महापुरुष विष्णुराज्ञा ब्रह्ममा संग्रह जति ज्ञान ब्रह्मलाई नीति पर श्री सोदवर घटबन्धन धा अस्मत श्री सारी बने सागी ह श्री सारी श्री उत्तर श्री सूर्य उत्तरायण काली उत्तरायण समस्त श्री श्री दौ फाल्गुन कृष्ण पक्ष से फाल्गुन षष्ठमते हे षष्ठम मंगलवास हरे षष्ठी तिथौ तुला राशि सप्तम संस्कृतेषु यथा यथा ग्रहण विशिष्टाय विशिष्टाय अद्य अद्य अस्मत अद्य अस्मत भाद्रपुत्रस्य भाद्रपुत्रस्य अस्मतः वरः मोहन कुमार शर्मा रे मम भन भाइ बाबु मोहन कुमार शर्मा ने बधु हो योगेश्वरी देव्याम मम भन भाइ योगेश्वरी देव्याम कर्मणतः स्वविवाह लग्न अन्तर्गत दीप कलश गणेश पूजन सण्डाकर होम विधि पूजनमः सण्डाकर होम विधि पूजनमः कर्माङ्ग अवाच्य वाच्य भोच्य वच अपूर्ण भूतस्य पुनः असिद्ध सिद्धार्थ कर्माण्डगतः अपूर्ण भूत पुनः न असिद्ध सिद्धार्थ कर्मिणपूर्ण भूतं भित्तं फलं द्रव्यं सहितं प्रजापति देवतामा गर्भोदरस्य विग्रह स्थापना ब्राह्मण समर्पते हरि ओम स्वस्ति प्रतिवचनं बाबु त्यो पुनः बात उचालेर मेरो हातमा दिने पुनः बात ओम स्वस्ति प्रतिवचनं ओम स्वस्ति प्रतिवचनं ओम स्वस्ति प्रतिवचनं ल यहाँको एउटा सिक्का पैसा श्री गणेशाय नमः भनेर गणेश भगवानलाई चढाएर आउने है दुवैजना जाने हाम्रो मनमा के इच्छा पुरा होस् हे भगवान भने चाहिँ यहाँ सर भगवानसँग शरण गरेर यस्तो गणेश भगवानलाई त्यहाँ चढाएर आउँछ ओम यानी गरिन्छ बा परिदान प्रदक्षिणा पदे पदे प्रदक्षिणा पदे पदे प्रदक्षिणा पदे पदे प्रदक्षिणा पदे 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 गणेश भगवानलाई प्रदक्षिणा पदे पदे प्रदक्षिणा पदे पदे ल त्यहाँ चढाउने हाम्रो मनोवाक्य चाहिँ सबै सिद्धि प्राप्त होस् मनुवाक्य चाहिँ हाम्रो समृद्धि हो नाजनेमयो ततिरे भाषा निरानमाडे देवेमा न्यासन्नाः हरि ओम सुते इन्द्र श्रवा सुते नभोगा असुरो धनाधुन सुते धावा पृथिवी सुचे धुनाः हरि ओम दिव्य नमः कर्पूर गौरव करुणावतारं सर्वदानं भजरामः सदा वसंतेजरि विन्दे भव मम सहितं ममहि तवे मम तच पिता तवे माता तवे मम जगत तवे तवे मम विदं धर्मे तवे माता तवे मम सर्वं देव देव आवाहनं नहि तवत्वा भजन देवनं क्षमसे परमेश्वरः अनशं शरणं नादि तवे मम शरणं मम तस्मत् मम निरक्षणे परमेश्वरः अतः भवं दुःखं गतं दरिद्रं वच अगतं समस्तदेव देवदे मन्त्रेणां क्रियाणां भक्तिनं सुरजितः जन्मया देवं परिपठनमे पद देवी प्रसिद्ध परमेश्वरी हे भगवान मैले जस्तो कर्म गरेको छु र कुनै कमी कमजोरी भएमा मलाई माफ दिनु मैले ब्राह्मणलाई राखेर ब्राह्मणका वचनद्वारा मैले यो कर्म गरेको छु भनेर बुरा दिने पछिका सबैले चाहिँ सब कामना गर्नु चाहिँ क्षमा प्रार्थना ओम आवाहन पूजन जगन्नाथ क्षमसे परमेश्वरी प्रसिद्ध परमेश्वरी नमो नमः इमानी पुष्पाणी मनोहाराणी सुरसनमि तुलानी कल्पद्रुपदिमानन्दिनी पुष्पन्दिनी मसिजुगान्धवा काये नवाचा मनसिर्वा बुद्धमुद्रा गौरवीर सर्वपुषि नारायणेति समर्पयामि एक बार बोली श्री गजानन भगवान को जय भगवान को जय स्थापित भगवानहरूको जय सचिन्द्राणी भगवती माताको जय आजका वर वधुको जय आजका दुलादुलैको जय घरका समस्त पितृजनको जय घरका समस्त कुलजनको जय वैदिक हिन्दू सनातन धर्मको जय मातृभूमि नेपाल माताको जय अस्ट्रेलिया कर्मभूमिको जय अस्ट्रेलिया कर्मभूमिको जय मुक्तिनाथ धामको जय वसुति धामको जय दशैँको
भगवती माताको जय भगवती भगवती माताको जय स्वयंभूनाथको जय गतका समस्त पितृजनको जय तेत्तिसवटी ब्रह्माण्डको जय जय हो जय देव श्री देवको नमः। ल अब यसो दुला दुलाले यसो चाहिँ अक्षताहरू लिएर चाहिँ जग्गेमा यसो गर्दै ल कोटी नमस्कार कोटी नमस्कार ल दुला दुलाले नाच्ने कोटी नमस्कार कोटी नमस्कार माता गणेशलाई कोटी नमस्कार शिवजीलाई पार्वती गणेशलाई भुल्न हुँदैन हे विश्वरूप भगवानलाई भुल्न हुँदैन ब्रह्माण्डको जय। अब दुला दुलाले एकछिन 5 मिनट विश्राम अब सम्झिनुको टिका टाला ल तपाईँहरू अब एकछिन 5 सुखी हुनु दाम्पत्य जीवन यति राम्रो छ भाइ बहिनीको हो सोलिङ लाइफ छ भन्नु है त धन्यवाद पोइन्ट चाहियो भनेको छ गुरु के कसो भयो थाहा भएन धन्यवाद समय निकालेर आइदिनु भयो राम्रोसँग गरिदिनु भयो आशिक त के दिन सक्छु र धन्यवाद भाइ हेर्नुहोस् साह्रै धन्यवाद छ तपाईँलाई सफल होस् धन्यवाद ल अब यहाँ उभिएर चाहिँ छोरी र ज्वाइँलाई बिदाईका सामग्रीहरू के छ ल अब हजुरहरूको चाहिँ दिने चलन ल हजुरहरूको दिने चलन पहिला गिफ्ट दिनु अनि पछि मात्रै यसो गरिदिनु
थिएँ नि तेल हालेर आएको म केही सुन्नै सुन्दैन भएपछि डिल गर्नुपर्छ कि हाल छैन मैले यस्तो गर्दा हुन्छ भन्दा मेरो कति चाहिन्छ मेरो जुत्ता लाउनु न त गाडी किन पनि छ गाडीको चप्पल लगाउँथ्यो 5को छ 1000 पुग्न 5 वर्ष लाग्छ जस्तो कानमा तेल हाले कसले मैले डिल गरे होला खै यसले बोल्दैन हौ लाटकी लाट कसले बाँकी छ रोक्यो नि त गलिसक्यो त यहाँ 3000 पुग्छ अहिले कसले यहाँ मान्छेबाट यहाँ 1000 1500 2000 पकेटै नभन्ने रहेछ नानी के गर्नु ल फेरि गर्नु 5000 पुग्छ क्या हो केटा आयो 5000 त्यसै लाए 5000 कोटी भने के गर्ने भाइ यता राखियो चक्लेट आफै छापे फोटोमा हेर्छ क्या मोबाइल निकाल फोटो देखाइदिन्छु अहिले गाई 1000 को नोट माग्छ अस्ट्रेलियन डलर 20000 को नोट छ भने थपम जुत्ता मागे कि घर जग्गा कम्प्लेन आयो बेहुली जाँदै कि दाइको गर्ने चिजमा दिदीहरू साह्रै राम्रो हुन्छ त्यसो गरे उत्तम होला होइन सेलिब्रेटीले गर्न पाउँछ नि त ल अब हामी मिलाउला नि कुरामा गएर बिस्तारै बेलुका मिलिहाल्छ नि होइन रनित भाइ जयन्ती गाली भन्छ गाली गबाली दुर्गा क्षमा है त ल लगाइरहेछ है लगाइराख्नुहोस् मन्त्रको सबला सन्तु पुना सन्तु हात पार्नु छ नि दिदी उहाँले पढ्नु उहाँले दिनुपर्ने चिजहरू केही छ भने ल गुरु सुरु गरौँ विशाल अहिले हामी कुरो मिलाइहाल्छौँ टेन्सन नगर्न साली भेना बस्नै बाँकी छैन यार कुरो के गर्छस् तैँले कहाँ गयो हाम्रो खतम भाइहरू पाइएछ हामीले खै हाम्रो रेन्ज भाइ ल राम्रो भेट है ल ल ल ल ल ल कसै कहिले पनि छोरीको अनि यो बाबु यो